आज चाहिँ यो नेपाली डोनट हो। म तपाईँलाई सिकाउँछु कसरी बनाउनु भनेर। देख्न सक्नुहुन्छ कस्तो राम्रो बनेको छ। यो चाहिँ डोनट देख्न सक्नुहुन्छ। यति चाहिँ पकाइसके। अझै म तपाईँलाई देखाउँछु। हेलो, मेरो नाम चाहिँ सङ्गीता। आज चाहिँ आउनुहोस् म सँगसँगै नेपाली डोनट बनाएर खानुहोस् मेरो रेसिपी हेरेर। यहाँ चाहिँ मैले पकाउँदैछु। यो चाहिँ बनिसकेको छ। यो चाहिँ नेपाली डोनट हो। तपाईँहरूले पनि देख्न सक्नुहुन्छ। यहाँनिर यति दामी यति सफ्ट बनेको छ कि यहाँ हेर्न सक्नुहुन्छ नेपाली डोनट। तपाईँहरूले पनि बनाएर खानुहोस् तातो तातो चियासँग। यति दामी हुन्छ कि यो डोनट चाहिँ नेपालकै झलको मेटाइदिन्छ। नेपालकै वहाँ नेपालमा खान्थ्यौँ नि हामी किनेर, त्यस्तै नै हुन्छ सेम टु सेम। यो डोनट चाहिँ मैले बनाएको चाहिँ यही रेसिपी हेरेर खानु हो भने चाहिँ। हेलो साथीहरू सबैजनालाई नमस्कार। मेरो नाम चाहिँ सङ्गीता। आज म तपाईँहरूलाई म कसरी डोनट बनाउँछु भनेर म सिकाउनु गइरहेको छु। त्यसको लागि मनतातो पानी, नुन, अनि यो चाहिँ इस्ट हो। अनि यो चाहिँ मेरो मनको सुगर थिएन रे, यो डुटो पिठो पारेको सुगर छ, चिनी। अब यसमा म हाल्नेछु पानीमा अलिकति इस्ट, नुन, चिनी। यहाँ चाहिँ मैले हालिसकेको छु नुन, यो पिठो चिनी हो, अनि इस्ट। अब यसलाई घोलेर छोपेर राख्नुपर्छ। एकछिनबाट उसुसुसु फुलेर आउँछ। यहाँ चाहिँ मैले डोनटको लागि अल पर्पज अनि चिनी हालेको छु। अब अघिको भिजाको चिनी नुन भएको हाल्नेछु। त्यो चाहिँ एकछिनमै फुलेर आउँछ। यहाँ देख्न सक्नुहुन्छ, म देखाउँछु यसरी फुलिन्छ। अब यो सबै यहाँ हालेर म मुस्नेछु। गिलो गिलो पारेर मुसेर अलिअलि माथिबाट तेल लाएर राख्नुपर्छ 1-1.5 घन्टा, अनि आफै फुलेर आउँछ। मैले चाहिँ यो हात मजाले धोएर हातले नै मुस्दैछु। यसरी गिलो गिलो पार्नुपर्छ पिठो। अझै मुसिसकेको छुइनँ, तपाईँलाई म मुसिसकेपछि देखाउँछु। तर पिठो चाहिँ यत्तिको हुनुपर्छ, गिलो यत्तिको गिलो चाहिँ हुनुपर्छ पिठो। मैले चाहिँ यहाँ अन्डाहरू केही हालेको छुइनँ। म चाहिँ अन्डा बिनै बनाउँछु, दुध पनि हाल्दिनँ। त्यही हो, अलिकति मनतातो पानी, नुन, इस्ट, चिनी, अल पर्पज, यति नै हो मेरो चाहिँ सामग्री। अब यसमा अलिअलि माथिबाट तेल लगाएर म छोपेर राख्नेछु 1 घन्टादेखि 1.5 घन्टासम्म। यत्तिको पार्नुपर्छ। यो चाहिँ नेपाली डोनट हो। सबैले मलाई रेसिपी सोध्नुहुन्छ र आज म युट्युबमा हाल्दैछु यो रेसिपी। सबैले भन्नुहुन्छ तिमीले बनाएको जस्तो डोनट त हुँदैन, हामीले बनाउँदा त भन्नुहुन्छ। यही हेरेर बनाउनु भयो भने यस्तै बनिन्छ, मैले बनाएको जस्तै बनिन्छ। तपाईँहरूले नै घरमै बनाएर चियाहरूसँग खान सक्नुहुन्छ यही रेसिपी हेरेर। मैले चाहिँ यसरी छोपेर राखेको छु अब 1.5 घन्टा जति। तपाईँलाई कस्तो फुलिन्छ म देखाउने पनि छु निकालेर फेरि। यहाँ देख्न सक्नुहुन्छ पिठो चाहिँ मजाले फुलेछ। अब यो म प्लास्टिक निकालेर पनि देखाउँछु तपाईँहरूलाई। देख्न सक्नुहुन्छ यस्तो मजाले डोनटको पिठो फुलेको छ। अब चाहिँ म तपाईँहरूलाई डोनट बनाएको पनि देखाउँछु। अब यसरी तेल लाएर त्यो बोटमा अलिअलि राख्नुपर्छ, किनकि यो तेल चाहिँ टाँसिँदैन भनेर लगाएको। एकछिनबाट छोप्दा पनि भयो, नछोप्दा पनि हुन्छ। कस्तो मजाले फुलिन्छ झन्। यहाँ चाहिँ तेल तातिँदैछ। यो चाहिँ डबल साइज भएर आइसक्यो। अब रेडी टु कुक भइसक्यो। यहाँ चाहिँ डोनट मजाले पाक्दैछ, देख्न सक्नुहुन्छ। यो चाहिँ मेरै रेसिपी हो, म जहिले बनाएर बेच्छु। तपाईँहरूलाई नै मनपर्छ भने यो रेसिपी हेरेर खान सक्नुहुन्छ। एकदमै नरम हुन्छ। यो चाहिँ नेपाली डोनट हो। यहाँ देख्न सक्नुहुन्छ, म हातले थिचेर पनि देखाइदिन्छु। यस्तो नरम हुन्छ, यस्तो सफ्ट